एकदम समर्पित भए बरे पवित्र भावले समर्पित भए बरे सबसित भेटघाट हुन्छ एकदम राम्रो यो गौडै भेटी जस्तो छ यसलाई मेलामा कसै मान्छेलाई भित्र जमातमा कसैलाई के स्वास्थ्य समस्या आइपर्यो अचानक हजुर क्षेत्रमा कुनै हेलो साथीहरु नमस्कार यो मेरो अर्को भ्लगमा चाहिँ तपाईलाई स्वागत छ। तुमले यही पल्लीका भ्लगमा हमारा मेलौली मेला को भनौं तयारी को जम्मा देखाइरहेको थियो भनाबे तर आज पहिलो दिन हो रतेडीको दिन हो भनौं आज अहिले बिहानैको समय छ भनौं मान्छेहरु पुग्दै क्रम जारी छ भनौं अब रे मेलौली की जहाँ त दोस्तान मध्ये सबै पल्ली मिलेका भनेका हाम्रा सुरज भाइ आउनु भनौं पञ्चेश्वरका मान्छे अब इन पल्ली चोटी भेटिना भनौं पुगेदेखि अब यो मेलामा भनौं पुगे सुरज भाइ के छ कसो छ आजको मेला के उन्नास भनौं ठीक छ दादा जाडी भइरहेछ त्यति ठीक भइरहेछ आज यो थोडा घाम नलागे मिन्जा समस्या भयो देखा और तुम्हारा पंचेश्वर बैठे को आ रहा है ना हमार पंचेश्वर बैठे आइरहन बहुत जना साथी सँगै ल ल जतिलको यो देश विदेशमा हेर्दै छ भनौं यो ब्लग साथीहरु अब आजको पुराइको यो मेला देखाउने म तपाईलाई सबैजना अन्तिम सम्म हेरे सबैजना लाइक कमेन्ट शेयर ले गरे हो युट्युब मा भ्याले सब्स्क्राइब गरे मेरो यो च्यानललाई ल अब हेर्दै हम आज की रतेडीको दिन और वो केटाहरु के उन्नास भनौं अब तमन त सब अविवाहित भनौं पुगे हैन के उन्नास खासमा एकदम ठिकै छ हेर यहाँबाट इन्जोय गरे एकदम देउडा खेल्नु पट्टी बाजु देउडा त हुन्छ थोडा बेरमा पहिला यो देउरो सकिन्छ ल और विष्णु जी हजुर कसो नाच मेलोले कि जहाँ त आज त रमाइलो छ अब खेलो चासो गर्दा हुँदैन रमाइलो छ घमाइलो लाग्यो रमाइलो आज पानी पराउला कि भन्ने जस्तो या त घमाइलो छ ल यो मेलौली की जहाँ तमा हमारा महेश दाई भेटिरहन भनौं पे दाई यो जहाँ तको कसो देख्छ छ रौनक चहल पहल त नेपाली भनाए अब त पाल्न लगे सम्भावना छ भने सबै पहिले त म जहाँ तक सबैलाई शुभकामना दिन चाहन्छु जहाँ त कि रौनक बढ्दैछ तर मौसम आज खराब देखिन छ यही पहिलेलाई मैले एकजना वयोवृद्ध मान्छेलाई सोधेँ के थियो यही पहिलेलाई कब यसरी पानी लागिरहेको थियो भनेर यसले बहुत पहिले ठुला दनावाला पानी लाग्यो भन्नु थियो तर मौसम आज चिसो छ तपाईँलाई मान्छे टनाटना आएर एकदम उत्सव बढ्दैछ मजाको मान्छेको भिडभाड चहल पहल बेहोरा आउने क्रम जारी छ यो आजका दिन के लेखा मान्छे वर्षभरि तडपदान देखा वर्षभरि खटन गर्दान भनौं पे यो 2 दिना मेलामा भनौं यसो मान्छे आउने यो रहन सहन यसो कसो लाग्छ तपाईलाई निको लाग्छ एकदम यो धेरै राम्रो कुरा हो यसले मान्छेको आत्मीयता बढाउँछ यसले समाजमा सद्भावना देखाउँछ यसले आफ्नो धर्म संस्कृति परम्पराको रक्षा गराउँछ अनि एक किसिमले मान्छे आफूलाई एकदम समर्पित भए बरे पवित्र भावले समर्पित भए बरे सबसित भेटघाट हुन्छ एकदम राम्रो यो गौडै भेटी जस्तो छ यसलाई जस्तै कि यो अचेला मेलानमा थोड़ा यो मौलिकता कम भयो भन्नान छ कपडा आने मैले भनौं खानेकुरा आने मैले भनौं यही बेला त मान्छे दिसडका दिन त मणा खाना मिलन थियो क्या ओइ दिन त म जत्रा पिस्ता थियो भनौं पे अब यो कसो बनायो चाहिँ हाल कि यो रहन सहन सब बदलियो भनौं कसो लाग्छ तपाईलाई समाज खास गरी जो हाम्रो पुरानो संस्कृति थियो त अहिले आधुनिकतावादतर्फ जान्न छैन मान्छे पश्चिमा मुलुकहरूको ज्यादा सिक्का जो अपन हाम्रो धर्म संस्कृति सभ्यता छ त्यो अलि हाम्रो विचलनतर्फ छ किनकि पहिले हामीलाई माडा पकाउने माडा खुवाउने मजाले मस्त चलन हुन्थ्यो आजभोलि त्यो खास कम देखिन आज अचेल मान्छे भनौं 10औं 20औं हजार लेबेर उनान मेलानमा तमलाई कति सम्म के छ कति रुपैयाँ सम्म लेबेर छ त मैले साच्ची भ्याबर यही कुरालाई कोही झुटजिन माने म उसैले साच्ची बोल्ने मान्छे हुँ मैले 1 रुपैयाँ लेबेर जहाँ हेरिरहेको छु रातभरि काटिरहेको छु 1 रुपैयाँले के क्या किन त्यहाँ के खान्थ्या भनेको के न 1 रुपैयाँ के हुनु के न मिसिरका खोज मिसिर मात्रै खान्थ्या मिसिर टन्न हुन्थ्यो यसरी मिसिर हुन्थ्यो मिसिर खायो लौ त एकदम खुसी लाग्यो आज रतेडीका मेलामा छौँ दिसडीका मेलामा सिरिक टुट गान गर्दा मौका मिल्यो ल सबैलाई शुभकामना छ मेरो तर्फबाट तमलाई विशेष धन्यवाद ल भिडियो हेर्दै यहाँ सर यो जो मेलौली मेलामा हजुरहरूले भनौँ यो अब केही स्वास्थ्य समस्या आइहाल भन्ने हिसाबले सेवा दिन चाहने थोरै यसको बारेमा भनौँ यो भिडियो आज अपलोड हुँदैन एकछिन पैसा
यो हाम्रो सुदूरपश्चिममा सहर क्षेत्रमा लाग्ने सबभन्दा ठुलो मेला। हजुर अब स्थानीय सरकारले सबै कार्यालयहरूमा बिदा दिएको छ। यत्रो मेलामा कसै मान्छेलाई यत्रो जमातमा कसैलाई केही स्वास्थ्य समस्या आइपऱ्यो अचानक, हजुर क्षेत्रमा कुनै त्यस्तो समस्या आइपऱ्यो भने सामान्य प्राथमिक उपचार अब अहिले काहीँ स्वास्थ्य संस्था पनि बन्द, यहीँ चाहिँ मेलामा हामीले प्राथमिक उपचार गर्न सकेर भलो गर्न सकौँ भन्ने उद्देश्यले चाहिँ यो निःशुल्क शिविर आयोजना गरेका छौँ। हो यो त गत विगतका वर्षमा थियो होइन? ल यो मेलामा केही समस्या भइहाल्यो सबैजना कि त्यो मन्दिरको नजिकलाई छ यो सुझाव गया जहाँ त कसो नाच जहाँ त लगभग कति वर्षमा त्यो तेरो परासले अघि नै हो 3 वर्षमा छ। ए कसो नाच भयो मेला ठिकै लागिरहेको थियो एकदम बढिया। तपाईहरुको सामुमा पहाडी मस्ताना मालिक तेल लिएर आएका छन्। यो तेल 45 जडीबुटी मिलाएर मुंगफली कहाँ के हो घर की होगी कहाँ की हो? ओहो कसो नाच नेपाली मेला व्यापार व्यवसाय भनौँ थोड़ा यो अग्गा साल बेकार गर्दा छ नै नै यो यही माटी कि कोरोना छुनै झरे निकै हुने हो भने ल मजाले गर हाँ ल ल ओ तुम जा ठीक ठाक सुन जा या ए जहाँ त कसो रहेछ एकदम रमाइलो छ एकदम भरिँदै छ एकदम राम्रो रमाइलै भइरहेछ ल
भव्य रूपले चल्दैछ मेला रथोडीको दिन हो। अब भेटघाट सबैसित गर्दै नै सकिनार मेलामा धेरै मान्छे भइया हुनुहुन्छ। म सजाले मेलामा रमाइलो दिवस नाच भन्नुभयो। विभिन्न प्रकारका जडीबुटी 45 जडीबुटी मिलाएर पहाडी मस्ताना तेल बनाइएको छ। यो तेल तपाईँहरूले देखिरहनु भएको छ। यो तेल साधारण तेल होइन। त्यसै छ साथीहरु, अब मेला भन्नुभयो। तमलाई नजनाएर खिचबेर पैदर हाल्लो भन्नारे हमरे